अहिले तपाईँलाई म एउटा कुरो के भन्छु भने नि फेरि यो भन्न मिल्छ कि मिल्दैन अहिले सोसियल मिडियामा के छ यसो बालनलाई कालो कोट लगाएर देखाएको छ हात भुइँमा छोइसक्दा फरर बिल्डिङ उम्रेको देखाएको छ जसलाई छोयो त्यसलाई सुन बनाऊ अनि ढुङ्गा छोयो भने सुन यता बुढी महिला बसेकी छिन् भने उनलाई यसो गरेर छुँदाखेरि हेमा मालिनी जस्तो देखाइदिएको छ मान्छेले त्यो हालेर सुन्नुहोस् है कुरा मान्छेले त त्यो खोजेको रहेछ नि त अब भोलि शपथ लिँदै गर्दाखेरि पर्सिदेखि त त्यो खोज्छन् नखोजेदेखि निकर्सीदेखि मुख छाड्छन् यिनै मान्छे हुन् यिनै मान्छे हुन् नेपालीको बानी के हो भनेदेखि 3 पाने रक्सी खाए जस्तो खोज्छन् झ्याप्प लागिहालोस् होइन त्यसले गर्दाखेरि मैले राजनीतिक राम्रो बुझेको छु तर मुलुक भू राजनीतिकमा फस्यो आजसम्म फसेको थिएन र तपाईँलाई म एउटा कुरा के भन्छु भने अब छिटै अमेरिकन सेना आउँछ प्रतीक्षा चाहिँ गर्नु होला हेर्नुहुन्छ तपाईँहरूले परिवर्तन चाहिँ परिवर्तन तर पोजिटिभ परिवर्तन हैन नेगेटिभ परिवर्तन भयो के हुन्छ तपाईले अमेरिकी सेना आउँछ भन्नुभयो त्यसपछि के हुन्छ भन्नुस् त त्यस पछाडि तपाईँको यहाँ अब सबैभन्दा ठुलो कुरो आइपिएस पास हुन्छ एमसिसीलाई पूर्ण रूपमा लागू गर्नुपर्छ एमसिसीको मतलब के हो भने बिजुलीको यो जस्तो भयो नि यो घाट बिजुलीको भयो नि त यो बिजुली उत्पादन भयो तर लाने बाटो अमेरिकाको हुनु पर्यो त्यहाँ उनले कन्ट्रोल अनि अर्को कुरो आइपिएस पास गर्नु पर्यो जति पनि जलविद्युतमा लगानी गरेको छ नि भारत र चाइनाले त्यो अमेरिकाको कन्ट्रोलमा हुनु पर्यो स्विच अमेरिकाको हुनु पर्यो एसपिपी पास गरेपछि सेना अमेरिकन सेनाले यहाँ काम गर्न पाउनु पर्यो यसरी बुझौँ त्यसो भए खाडी मुलुकको तेल जसरी अमेरिकाले आफ्नो नियन्त्रणमा लिएको छ नेपालको पानी उसले आफ्नो नियन्त्रणमा राख्ने बिजुली पनि आफ्नो कन्ट्रोलमा राख्ने र तपाईँले अर्को कुरो के छ भने 14औं दलाई लामा अहिले भारतमा छन् ऊ 95-96 वर्षका भए अब 15औं दलाई लामा नेपालमा जन्माउने हो अब भारतले त दिँदैन जुन दिन 15औं दलाई लामा नेपालमा जन्मिन्छन् नि नेपाललाई उहाँले तिब्बतको ठाउँ गराउन खोज्दैछन् 15औं दलाई लामाको लागि 8 अरबमा अहिले एउटा ऊ बन्दैछ मकवानपुरमा गुम्बा बन्दैछ होइन थाहा छ नि तपाईँहरूलाई 8 अरबको रिम्पोचे गुम्बा त्यो जुन दिन दलाई लामा भारतमा मर्छन् मध्य हिमाचल प्रदेशमा त्यही दिन यहाँ रिम्पोचे जन्मिन्छ जुन दिन यहाँ रिम्पोचे जन्मिन्छ नि त्यही दिन काठमाडौँ एकै रातमा चाइनाले सकिदिन्छ भनेको काठमाडौँ मात्र हैन काठमाडौँ सक्नु त नेपालै सिद्धिनु नेपालै होइन काठमाडौँ राजधानी हानेपछि त्यो त हान्छ त्यसले गर्दाखेरि मैले भने नि पर्खिनुहोस् इन्तजार गर्नुहोस् अब धेर दिन छैन अब धेर दिन छैन मैले यही कुरा भनेर मैले बार 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 संवैधानिक राज संस्था हिन्दू अधिराज्य कायम गरौँ राजा भनेको कति इम्पोर्टेन्ट रहेछ राज संस्था भनेको कति इम्पोर्टेन्ट रहेछ भनेर मैले बुझाउन खोजेको र आज त एउटा कुरो के प्रुफ भयो भने राज संस्था त्यस्ता प्यारा राजा रानीलाई किन मारेको रहेछ र कसले मारेको रहेछ भन्ने कुरो त प्रत्यक्ष रूपमा आयो नि त अब त लगभग देखियो होइन त्यसले गर्दाखेरि यही कुरा मैले आवाज उठाउँदाखेरि मैले पनि कति हप्की पाएँ धप्की पाएँ अब अहिले त नयाँ सरकारलाई केही भन्नु हुँदैन मैले भने त सरसितले हात छुँदाखेरि माटोबाट पृथ्वीबाट चाहिँ जर उम्रेको देखिन्छ अब के उम्रिने हो हेर्न बाँकी छ हेरौँ होइन स्वास्थ्य र शिक्षा फ्री भनेको छ उहाँहरूले अब हामीले बिमामा अहिले मैले 50 करोड पाउनु छ यहाँ झापा जिल्लाका मान्छेको उपचार गरेको हाम्रो पैसा दिनु पहिला अनि त्यहाँबाट स्वास्थ्य शिक्षा फ्री गर्नु पर्यो नि त होइन त्यसले गर्दाखेरि अब दुर्गा सर बालन सरकार आइसके पछाडि यो देश स्वर्ग हुन्छ बालन सरकार पहिला बालन त प्रधानमन्त्री भइसकेका छैनन् पहिला प्रधानमन्त्री हुनु विश्वास छैन तपाईलाई भइसकेपछि म उहाँलाई शुभकामना दिन्छु मेरो छोराको उमेरको मान्छे हुन् शुभकामना दिन्छु एउटा कुरा अर्को कुरो के छ भन्दाखेरि तपाईँले उहाँको हेरौँ न काम पहिला 100 दिन होइन 1 वर्ष हेरौँ न के बिग्रेको छ 100 दिनले के हुन्छ अब कार्की आएको प्रतिवेदन देखिहाल्यो आधा उधी आयो आधा उधी मिडियामा यो लिकेज भएर आयो होइन सबै आइसक्यो होइन त्यो प्रतिवेदनमा त यस्तो छ प्रतिवेदनमा पुलिसलाई मात्रै पक्रेर कारवाही गरिन्छ भने पुलिसमै विद्रोह हुन्छ किनभने जस्तो राज्यको संरचनाहरूको सिंहदरबार सर्वोच्च अदालत संसद भवनहरू सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि एट्याक गर्दाखेरि नि कि उनीहरूले एट्याक गर्दा जोगाउन नसक्दा पनि उनीहरू कारवाहीमा एट्याक गर्न गएका मान्छेलाई उ गर्दा पनि उनीहरू कारवाहीमा पर्नु भएन नि त त्यसले गर्दाखेरि यो योजनाकार छ नि जो कोठाभित्र बसेर जसले जेनजी मुभमेन्टलाई सफल बनायो डिजाइन गरेको थियो नि ती मान्छे सबै पर्नुपर्छ जेल भत्काउनेदेखि लिएर पुलिस मात्रै पर्यो भने नेपाली सेना मात्रै पर्यो भने पुलिस मात्रै पर्यो भने
ठिक हुँदैन। अथवा केपी ओली मात्रै पर्यो भने पनि ठिक भएन। ठिक भएन, सबै पर्नु पर्यो, सबै पर्नु पर्यो। जस्तो जेलरले दिएको बयान, नक्खु कारागारको जेलरले दिएको बयान पनि आएको छ प्रतिवेदनमा। रवि लामिछानेले जेल तोडेर भाग्नु भएको थियो भन्ने खालको बयान दिए भन्ने कुराहरू त्यहाँ त्यो कारबाही गर्न सक्नु पर्यो नि त। गरेर भाग्नु भयो भन्ने चाहिँ रवि लामिछानेलाई पनि कारबाही गर्न सक्नु पर्यो। हेर्नु न यो सरकारले के गर्दो रहेछ। 2/3 सभापति कहाँ कारबाही हुन्छ? अब हेर्दै जाउँ न, त्यो हेर्दै जाउँ अनि त्यस पछाडि थाहा हुन्छ। ल सुदन गुरुङको विषय पनि त्यो आएको छ प्रहरीका। मेरो मुद्दालाई आधा समेटेको नसमेटेको भन्ने कुरा चाहिँ अब यहाँदेखि उता उहाँहरूले गरेका कामले थाहा हुन्छ। अपेक्षा चाहिँ तपाईँको के छ? मैले अपेक्षा त यो देश हिन्दू अधिराज्य हुनुपर्छ है, मेरो फर्स्ट कुरा हो। र मेरा मुद्दा भनेको मलाई प्रधानमन्त्री हुनु छैन। म प्रधानमन्त्री हुने भए, मन्त्री हुने भए, मैले तपाईँ झापाको मान्छे हो नि त, मैले जित्थेँ नि एउटा क्षेत्रबाट उठ्दा, जित्थेँ कि जित्दै थिएँ, तर म उठिनँ नि। र मलाई यसमा नि मलाई यसपालिको यो चुनाव सबैभन्दा नमजा लागेको कुरो के थियो भने 18-20 वर्षमा एउटा मौका आएको थियो हिन्दू अधिराज्य कायम गर्ने। यत्रो सिंहदरबारमा आगो लाग्यो, सर्वोच्च अदालतमा आगो लाग्यो, संसद भवनमा आगो लाग्यो होइन, देशभरि यत्रो विदण्डा मचिएपछि मैले के भने यो चुनावमा नजाउँ। अहिले यो चुनावले राम्रो परिणाम आउँदैन। पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऊँ, संविधान संशोधन गरौँ, के कुराले झगडा हुन्छ जहिले त्यो कुरा मिलाउँ, हिन्दू अधिराज्य कायम गरौँ, अनि त्यस पछाडि चुनावमा जाउँ न भनेर भन्दाखेरि मानेनन्। नमानेको थिए, नमानेका राजेन्द्र लिङ्गदेन पनि मानेनन्, केपी ओली पनि मानेनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजा चाहिन्छ भन्ने होइन, अब त्यो त भेटिहाल्नु भने उहाँले। अनि अर्को काङ्ग्रेसका पनि साथीहरू मानेनन्। अब सबै नमानेको परिणाम त भेटायो अहिले। मलाई यो कुरो पहिल्यै थाहा थियो सेटिङमा हुँदैछ है भनेर मैले पहिलेदेखि भनेको थिएँ। तर जनताले पनि त नयाँ नयाँ खोजेका रहेछन्, आखिर नयाँले त पायो यहाँ त पानीको पहिरो आउँदैछ नि। होइन, जनताले नयाँ खोज्नु होइन, जनताले त दिनेपछि नयाँ खोज्छ। को कुरा गर्छौँ अनि हामी आफै यो देशमा पर्यटक आउने, हाम्रा भएका जुन मठ मन्दिरहरू, हाम्रा भएका यस्ता गहनाहरू जुन छ नि, यो वाटर किङडम, यो त गहना हो नि त मेची अञ्चलका जनताको। मेची अञ्चलका 26 लाख जनता, एकजना दिनको 1000 आएर घुमिदिँदाखेरि 1000 मान्छेले घुमिदिँदाखेरि नि यो संस्था त बस्थ्यो नि त, यसले रोजगारी सिर्जना गर्थ्यो। यो झिलझिलेको या झिलझिलेका वरिपरि पनि रिस गर्ने मान्छे होला नि यसको, यिनीहरूकै व्यापार चल्थ्यो। उनीहरूको दोकानमा गएर एउटा बियर खाइदिन्थ्यो, कसैले सिगरेट खाइदिन्थ्यो, कसैले चिया खाइदिन्थ्यो। यो कुरा बुझ्नु जरुरी छ क्या, यो वरिपरिका लोकल मान्छेहरूले पनि। र यिनले यी लोकल मान्छेहरूले पनि प्रमोट गर्नुपर्छ क्या यसलाई, यो चिज चाहिँ हाम्रो भनेर। हुन त पहिला मैले बिएनसी हस्पिटल बनाउँदाखेरि नि बाहिरबाट आएर मान्छेले थुक्थे क्या, पान खाएर आएर थुक्थे हस्पिटलमा, त्यति रिस गर्थे। वास्तवमा आज हस्पिटल बिएनसी टिचिङ हस्पिटलको कारणले पूर्वाञ्चल क्यान्सर हस्पिटल आयो, मेडिकल कलेज आयो, त्यसैको कारणले 5 स्टार होटल आयो, त्यहाँ अरू चिजहरू आएर आज बिर्दामोटको जग बन्यो, व्यावसायिक हक बन्यो। र झिलझिलेको जग भनेको यो वाटर फाउन्टेन हो क्या, यो वाटर किङडम हो, झिलझिलेवासीले बुझ्दा हुन्छ। सुन्नु न, अब यो करोडौँ रुपियाँ लगानी गरेर बनाइएको छ होइन, यहाँको अब त्यो खालको पर्यटकको बाप देखिँदैन यहाँ। यो आकर्षक नेपालमा सम्भवतः यो पहिलो होला मैले देखेँ। होइन, यस्तो छ, यो पहिला ब्याङ्किङ चपेटामा पर्यो। ब्याङ्कले 18% ब्याज बढायो। ब्याङ्कले 18% ब्याज बढाइसकेपछि उहाँहरूले ठेक्न सक्नु भएन। अब अहिले आएर हाम्रो भनाइ के थियो भने 6% ब्याजमा पैसा देऊ न भन्दाखेरि पत्याउँदैन थियो। अहिले हाम्रै लडाइँले गर्दा 6%मा आयो होइन पैसा। यो कुरा बुझ्नु पर्यो क्या आम नेपालीले। हाम्रो लडाइँ कहाँ हो भन्दाखेरि नेपाली व्यवसायीहरूलाई बचाउने हो। नेपाल नेपालीको हो, नेपाल नेपालीले बनाउने हो, नेपालको व्यवसाय नेपालीले गर्ने हो, नेपालको आन्तरिक पर्यटकमा नेपालीहरूले चाहिँ नि घुम्न सकुन्। र अर्को कुरो, अब नेपालीहरूसँग अलिक क्रिया शक्ति छैन, त्यो त बनाउनु पर्यो नि त। त्यो बनाउने वातावरण त जस्तो यसमा विदेशी मान्छे आएर, बाहिरको मान्छे आएर यहाँ पैसा छोडेर जानु भनेको त यही क्षेत्रको लागि हो नि त। यो कुरा बुझ्नुपर्छ क्या, यो कुरा हो। यो तपाईँले धेरै पार्कहरू भिजिट गर्नु, मैले पनि जीवनमा धेरै पार्कहरू भिजिट गरेको छु। यो पार्क हेरिरहँदाखेरिमा तपाईँलाई के महसुस गर्नुभयो भन्नुहोस्? मैले नेपालमा चाहिँ किङडम पार्क, नेपालमा चाहिँ मैले यतिको पार्क गर्नुभयो? मैले एउटा नेपालमा चाहिँ यतिको पार्क भिजिट गरेको थिएन, किनभने काठमाडौँमा भिरकुटी मण्डप हो। नेपालमा अहिले लगभग पहिलो यतिको अत्याधुनिक पार्क नेपालमा छैन। सिङ्गापुर गए जस्तै फिल गर्नुभयो तपाईँले? मलाई यो पानीहरू पोखिएको देख्दाखेरि सिङ्गापुरको त्यो छ कस्तो बिर्से त्यो सिंहको भएको ठाउँलाई के पो भन्थ्यो, समथिङ एउटा पार्क छ क्या त्यहाँ सिङ्गापुरको, त्यसको फिल भयो। अब यो यहाँ हेर्नुहोस् न, यो जसरी
छाल आइरहेको छ यो समुद्रको छाल देखाएको हो यो समुद्रको छालै छ नि के सङ्केत गर्छ ल भन्नुहोस् यो के इन्टरटेनमेन्टको लागि हो यो होइन अब यहाँ जाने पौडी खेल्ने उहाँबाट छालबाट बगाएर यहाँ ल्याइदिन्छ मान्छे फेरि जाने त्यही त हो नि यो समुद्रमा खेलेको फिल हुने हो यो भनेको समुद्रमा स्विमिङ गरेको फिल चाहिँ अँ, समुद्रमा स्विमिङ गरेको फिल चाहिँ यहाँ यहाँ स्विमिङ गरेपछि पछाडि हुन्छ होइन हुन्छ तपाईँलाई स्विमिङ गरौँ लाग्छ नि यो देखेपछि अहिले पानी देखेपछि त्यसै पनि स्विमिङ गर्नु लाग्ने हो होइन गर्मी महिना छ त्यसमा गर्मी महिना छ त्यसले गर्दाखेरि सम्पूर्ण अब मेची अञ्चलका जनता भए नेपालभरिका नागरिकहरूलाई चाहिँ के भन्छु भने यो पार्क आएर एकपल्ट भिजिट गर्नुहोस् अब सरकारले यस्ता उद्यमीहरूलाई प्रमोट गर्न के गर्नुपर्छ त ल यहाँको स्थानीय सरकार प्रदेश सरकार अब केन्द्रमा यहाँको सरकार बन्दैछ अब यो त यस्तो हुन्छ करमाथि कर लाउनुपर्छ करमाथि कर थपेको हुन्छ अनि होइन ब्याजमाथि ब्याज लगाएको हुन्छ त्यसले गर्दाखेरि राष्ट्र ब्याङ्कलाई पनि म के भन्छु भने तपाईँले आफ्नो नीतिमा अलिकति परिवर्तन गर्नुहोस् यस्ता आन्तरिक पर्यटकहरू ल्याउनेलाई यसले के हुन्छ भन्दाखेरि रोजगारी सिर्जना गर्छ विदेशी पर्यटनहरू विदेशको पैसा यहाँ आउँछ त्यो पैसाले अरू मान्छेलाई रोजगारी सिर्जना गर्छ जति रोजगारी बढ्यो त्यति ट्याक्स उठ्छ कन्ज्युमर बढ्छन् कन्ज्युमर बढाउने काम गर्नु पर्छ तर यहाँ केही गर्ने मान्छेहरूलाई वित्तीय रूपमा असफल बनाइन्छ र उनीहरूलाई अपराधीकरण गरिन्छ अपराधीकरण गरेर ब्ल्याक लिस्टमा हालेर लगेर जेलमा हालिन्छ दुर्गाजी यो कुरो मैले सबै भोगेर यो प्रोजेक्ट नै हामीले बचाएको आज यो प्रोजेक्टमा पहिला आउँदाखेरि पानी थिएन यहाँ सुक्खा थियो केही थिएन आज यो प्रोजेक्टमा पानी चल्ने बनाइदिएको हामीले नै हो हाम्रो अभियानले होइन भाइ म अलिकति कुरा राख्छु ल ल कृपया कृपया हजुर यो के अरे वाटर किङडम पार्क के अरे रिसोर्ट अप्ठ्यारो परेको अवस्थामा पनि दुर्गा दाई आएर यहाँ चाहिँ टिकिदिएपछि थोरै ब्याङ्क ब्याक भएर अहिले फेरि हामी के अरे जाग्नुपर्छ हामीले के अरे गर्नुपर्छ र हाम्रो के छ भने यो जम्मा यसमा के अरे 65 करोडभन्दा माथि लगानी गरेको छ 65 करोड लगानी गर्नुभएको छ। 65 करोडभन्दा माथि लगानी गरेको छ ब्याङ्कको के अरे लगभग 30-32 करोडभन्दा माथि लोन छैन यहाँ के भयो भने मेरो के अरे लगानी धेरै छ ब्याङ्कको कम्ती छ तैपनि ब्याङ्कले हामीमाथि अन्याय गरेको छ यो सबै के अरे गर्नुको ब्याङ्कले अन्याय गरेको छ होइन तपाईँमाथि ब्याङ्क यस्तो छ ब्याङ्क सबै ब्याङ्कले सबै उद्योगी व्यापारी व्यवसायीहरूमा नेपालको सन्दर्भमा भन्नुपर्दा अन्यायमा परेकै छन् किन भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कको नीति सही के अरे नभएका कारणले र बिचौलिया मान्छेहरू जो चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा चाहिँ छन् कर्मचारीहरू उहाँहरू प्रत्येक ब्याङ्कको होल्डरहरू छन् ब्याङ्कका मालिकहरू छन् त्यसले गर्दा उहाँहरूले बनाउने नीति भनेको उद्योगी व्यापारी व्यवसायको पक्षमा कहिले पनि छैन खालि व्यापारीहरूलाई मार्ने उद्योगीहरूलाई मार्ने ब्याङ्कलाई सपोर्ट गर्ने व्यापारीहरूको ढाड सेक्ने मात्रै छ ब्याङ्क बाँच्नुपर्छ र एउटै छ हाम्रो नेपालको कानुनमा यो हाम्रो वाटर किङडम पार्क एन्ड रिसोर्ट जुन नियमले बनेको छ एउटा ब्याङ्क पनि त्यही एउटा कम्पनी हो तर मैले ब्याङ्कले ऋण दियो मैले त्योभन्दा धेर पैसा लगानी गरेँ यो के अरे लगानी गरेँ म अप्ठ्यारोमा पर्दा मलाई थप पैसा माग्दा ब्याङ्कले मलाई नदिने तर यही चाहिँ के अरे हामीलाई ब्ल्याकलिस्ट गरेर के अरे उसको नाममा के अरे लान मिल्ने तपाईँ आज ब्ल्याकलिस्टेड हो हजुर म अलिकति अर्कोलाई बेच्न खोजिरहेको थियो अनि हामीले रोकेको र म एउटा कुरो के चाहिँ यहाँ के अरे भन्न तयार छु भने नेपाल राष्ट्र ब्याङ्कले अहिले त नयाँ पार्टीका नयाँ मान्छेहरू चाहिँ एकदम हामी के यसमा गर्छौँ नयाँ सरकार बन्दैछ के अरे बन्दैछ उहाँहरूलाई यही माध्यमद्वारा के चाहिँ भन्नु चाहन्छु भने नेपाल राष्ट्र ब्याङ्कको नीतिमा परिवर्तन होस् र के अरे नेपालमा उद्योग र व्यवसाय गर्ने व्यापारीहरूमाथि जुन किसिमको ब्याङ्किङ नीतिले के अरे अप्ठ्यारो पारेको छ नि यो अल्झो चाहिँ हामीलाई फोकाउ भएर अहिले मैले अलिकति पैसा मात्रै थप पैसा पाउनु भने म यसलाई राम्रो तरिकाले रिनोभेट गरेर अगाडि बढ्न जान्थेँ न ब्याङ्कले मलाई पैसा थपेर दिन्छ हामीसँग भएको सबै पैसा यहाँ लगानी गर्यो अब हाम्रो विकल्प के छ त ल के अरे तपाईँहरू भन्नुहोस् त जिउनु न मर्नुको स्थितिमा अब न अगाडि बढ्नु हो अब यस्तो छ अब आउने सरकारले नि आर्थिक क्रान्ति जुन हामीले उठाएका मुद्दामा नि हामीलाई सपोर्ट गरेर आएन भने यो सरकार पनि काम लाग्दैन लाग्ने अवस्था छैन देश बन्दैन देश बन्दैन अब जस्तो गभर्नरसँग तपाईँको प्रत्यक्ष चिन्जान पनि छ गभर्नर फोन सम्पर्कमा अहिलेको गभर्नर योभन्दा अगाडिका गभर्नर योभन्दा अगाडिको गभर्नर युवराज खतिवडा महाप्रसाद अधिकारीका पालादेखि बिग्रेको अहिलेको गभर्नरले ब्ल्याकलिस्ट फुस्काउनेदेखि लिएर यो मान्छेको सम्पत्ति नबेच्देऊ भनेर नीति नियमहरू बनाइराख्नु भएको छ किन विश्वनाथ पौडेलले अनि यो अर्कालाई दिँदाखेरि पनि त चलो भन्ने त्यसले पैसा तिर्छ चलेन भने त तिर्दैन अनि यसैलाई उहाँले चलाएर पैसा तिर्दा चाहिँ के बिग्रिने विश्वनाथ पौडेलको पछिल्लो कदम के छ ठिक छ विश्वनाथ पौडेल जतिको त अहिलेसम्म गभर्नर पाएको थिएन यो मुलुकले पाएको छैन विश्वनाथ पौडेललाई अहिले फेरि हटायो भने नि
पहिलाकै ठाउँमा पुग्छ। तर उहाँ त काङ्ग्रेसले नियुक्त गरेको होइन, काङ्ग्रेस शेरबहादुरले नियुक्त गरेको उहाँलाई हटाउनु पर्छ भन्ने राष्ट्रसभाभित्र ठुलो माग छ त्यस्तो कुरा गरेर हुँदैन नि। उहाँ राष्ट्र ब्याङ्कको गभर्नर हो, त्यतिखेरको सरकार उहाँहरू हुनुहुन्थ्यो, उहाँहरूले नियुक्ति गर्नुभयो, सरकारले नियुक्ति गरेको नि त त्यो त। अब यहाँ अहिले आएर नयाँ सरकार आउँदैमा त्यसको मान्छे हुने होइन, ऊ राष्ट्र ब्याङ्कको गभर्नर हो। राष्ट्र ब्याङ्कको गभर्नरलाई त्यसरी फ्याँक्न मिल्दैन। मुख्य कुरा व्यवसायको कुरा सुन्न सकेन, हो। वित्तीय मौद्रिक नीति कस्तो ल्यायो त्यो कुरा चाहिँ हेर्नु पर्यो। क्वालिफाइड गभर्नर हो क्वालिफाइड हो कि होइन तपाईलाई भन्नुस् त? क्वालिफाइड गभर्नर क्वालिफाइड हो। विश्वनाथ आइसकेपछि नि सबै कुराहरूमा अहिले राहत भएको छ। उहाँ र हाम्रै सल्लाहमा ब्ल्याक लिस्ट भुका गरौँ भन्यो। ब्ल्याक लिस्ट भुका नगरिकन कसलाई लगानी गर्ने, जम्मै ब्ल्याक लिस्टमा छन्। उहाँलाई कुन ब्याङ्कले ढाड सकेको थियो दुर्गा? उहाँलाई कुन अरे त्यो मुक्तिनाथ विकास ब्याङ्क, मुक्तिनाथले ढाड सकेको थियो। गरिमा विकास ब्याङ्क, गरिमा विकास ब्याङ्कको अध्यक्ष को हो चिन्नुहुन्छ? चिन्छु उहाँ तपाईँको होइन सिओ माधव दिलीप प्रताप खाँड हो। दिलीप प्रसाद खाँड। के भन्न चाहन्छु दिलीप प्रताप? होइन, उहाँ दिलीपजीलाई के भन्छु भने नि, तपाईँले अर्कालाई बेच्नुभन्दा नि जुन दुःख दिनुभएको छ यही पीडा तपाईँलाई पर्यो भने के हुन्छ। र म उहाँहरूलाई के भन्छु भने फेरि पनि यो नयाँ सरकार आउँदैछ नि, उद्योग व्यवसाय गर्ने मान्छेहरू यस्ता व्यवसायमाथि ज्यादती ब्याङ्कले गर्यो भने नि दुर्गा प्रसाद यहीँ जिउँदैछ, त्यो चाहिँ हुन दिँदिनँ म। त्यो त कुनै हालतमा हुँदैन। उद्योगी व्यवसायीहरू, मध्यम वर्गका व्यापारीहरूले, हामीले जस्तो मैले हामीले गरी खान पाएनौँ भने नि हामी आतङ्क मच्चाकै हो बिचरा। यो कुरै छोड्दिनु। के भएको छ अब त्यो अहिले पनि के छ, परिवार विखण्डित भएको छ। ल त्यो छ। ल तपाईँले नि सरकारसँग वार्ता गरेर केही सम्झौताहरू पनि गरेको भने मैले 12 बुँदे सम्झौता गरेको छु। लिलाम गर्न पाइँदैन, ब्याज गर्नु पर्यो, ब्ल्याक लिस्ट हटाउनु पर्यो, 1 लाखभन्दा मुनिको ऋण चाहिँ अहिलेलाई मिना गर्नु पर्यो, गरिबहरूको, लघुवित्त सहकारी पीडितहरूको, मान्छेलाई चाहिँ मर्ने वातावरणबाट मुक्ति गर्नु पर्यो, घर जग्गा जीवन लिलाम गर्नु भएन, नेपाली नागरिकहरूलाई सुकुम्बासी बनाउनु भएन, होइन? ल ल त्यो कुरो। 2 करोड 75 लाख लगानी यो वाटर ट्रिटमेन्ट हो। यहाँको पानी सफा हुनु र पानीमा कुनै किसिमको भनेको यहाँ पौडी खेल्दा विशुद्ध एकदम शुद्ध पानीमा खेल्ने, शुद्ध पानीमा यो हाम्रो यहाँ प्लान्ट चाहिँ हेरौँ न। प्लान्ट चाहिँ यहाँ भित्र छ। ल हेरौँ। ओहो, ल हेर्नु दुर्गा दाइ, हेर्नुहोस् त यो के हो? ल यो चिनाउनुहोस् त। यो सबै वाटर फिल्टर हो। यो के छ भने यो घरदेखि मुनि 2.5 लाख लिटर पानी छ। 2.5 लाख लिटर पानी यो मुनि छ। यो घरभन्दा मुनि छ, अन्डरग्राउन्ड छ। अन्डरग्राउन्ड छ। यहाँबाट प्रत्येक पुलमा पानी फिल्टर भएर जान्छ। उहाँबाट के धेरै भएको पानी यहाँको बाहिर घटर छ, घटरको माध्यमबाट पानी यहाँ आउँछ अनि फेरि यहाँबाट चाहिँ तपाईँको फिल्टर भएर जान्छ। यहाँ पौडी खेल्ने मान्छेले के नेपालमा कुनै पनि यो किसिमको टेक्नोलोजी प्रयोग गरेर स्विमिङ पुल र के अरे वाटर पार्क बनाएकै छैन। हामीले यतिको वाटर पार्क छैन हो भाइ। छैन। ल जाउँ। यो त वाटर फिल्टर हेर्नु अत्याधुनिक यो मेसिन उसकोमै यहाँ छिरौला है साथी हो पानी। के छ हेरौँ न बरु। अनि म अलिकति भन्छु अनि अब तपाईँहरूले के बुझ्नुहोस् भने यतिको पार्क झापामा बनेको छ होइन। मान्छे कहाँ जान्छन् टाढा टाढा। त्यो टाढा जाने समयमा त यहीँ आएर मान्छेहरूले घुम्छ। जस्तो मैले भने नि सेफ्टीमा भन्दा राम्रो रहेछ अहिलेका। जस्तै ह्याप्पील्यान्ड भन्छ नि, त्यहाँभन्दा राम्रो रहेछ त यहाँ होइन। यतिको चाहिँ पानीको फुराहरू, वाटर किङडम पार्क होइन, यी सबै बुद्धका मूर्तिदेखि लिएर सबै कुरा रहेछ होइन। भनेपछि अब यो अहिले हाम्रो वित्तमा ब्याङ्किङ समस्या भएर चाहिँ नि बन्द भएको थियो, तर हामीले धेरै पहल गरेर है फेरि हाम्रो अभियानले धेरै पहल गरेर उहाँलाई आज फेरि खुट्टा टेकाउनलाई सफल भएको थियो। भर्खर मात्रै सुरुङ्गाको कुरो हो, घर लिलाम गरेर अर्काको नाममा घरको घर पनि फिर्ता गरायौँ हामीले। किनभने मान्छेलाई बेघर बनाउनु हुँदैन, सुकुम्बासी बनाउनु हुँदैन। मान्छेका यस्ता लगानी भएका चिजलाई चाहिँ नि ब्याङ्कले होइन व्यवसायीहरूलाई चाहिँ कसरी कोअपरेट गरेर चाहिँ कसरी सहयोग गरेर उसलाई चल्न सक्ने बनाउनु पऱ्यो नि त होइन। यसमा धेरै ठुलो समस्या भएको थियो, हामीले धेरै ठुलो भूमिका गऱ्यौँ हाम्रो अभियानले होइन। त्यसले गर्दाखेरि आज यो स्थितिमा फेरि
हामी पहिला आउँदाखेरि ब्याङ्ककै कारणले गर्दाखेरि पानी थिएन, रुवाबासी थियो, उहाँहरू लुकेर हिँड्नुपर्ने स्थिति थियो। आज कमसेकम खुलेर हिँड्नु भएको छ। फेरि अर्को कुरो के भने यो देशमा उद्योग धन्दा कल कारखाना गऱ्यो भने चाहिँ अपराध गरे जस्तो भयो क्या। लुकेर हिँड्नुपर्ने, ब्ल्याक लिस्टमा पर्ने, ब्ल्याक लिस्ट फुकुवा गर्ने हामीले चाहिँ पहल गऱ्यौँ। ब्ल्याक लिस्ट फुकुवा हुँदैछ होइन, एउटा गरी खाने वातावरण बन्दैछ क्या नेपालीहरूलाई। त्यसको लागि हामी लागेका थियौँ र अब झिलझिले टाढा जानु परेन नि त। यही वाटर फाउन्टेनको लागि सिलगढी पुग्छन् मान्छे यहाँबाट, हो कि होइन? के छ त यही हो नि त। सिलगढीमा पनि यहाँ आएर नाच्दा पानीमा नुहाउँदा भइगयो नि। रेस्टुरेन्ट छ, खानेकुरा छ, सब कुरा छ। क्या हामीले जति नै मुलुकमा जेसुकै परिवर्तन भए पनि नि भाइ, मान्छेमा क्रिया शक्ति भएन, मान्छे आर्थिक रूपले सम्पन्न भएन भने नि त्यो देश कहिले पनि सक्सेस हुँदैन, सक्षम हुँदैन। आज अब तपाईँ आउनु भएको छ यो वाटर किङडम पार्कमा, यहाँको भिजिट गर्न आउनु भएको हो कि अवलोकन गर्न आउनु भएको हो कि तपाईँ वाटर किङडम पार्कमा अब यहाँ स्विमिङ खेल्ने हो कि पौडी खेल्ने हो कि के हो? स्विमिङ त खेल्नलाई पनि ठुलो कुरो भएन। यो वाटर किङडमलाई चाहिँ धेरै ठुलो समस्या थियो, त्यो ब्याङ्किङ समस्याबाट चाहिँ नै निकालेर अब फेरि चल्ने बनाएकोले गर्दाखेरि ल जाउँ न त घुमौँ कस्तो भएछ भनेर भनेको वित्तीय समस्याबाट मुक्त गर्न, मुक्त गर्न, यो चलोस् फुलोस् फलोस् भनेर। फुलोस् फलोस्, यसले रोजगारी सिर्जना गर्छ, आन्तरिक पर्यटनहरूलाई चाहिँ यहाँ ल्याउँछ। यो अब पानी चल्न थाल्यो हेर्नुहोस् यहाँ, अब यही यसैको लागि होइन। ल अब यसैको लागि होइन मान्छे सिलगढी जाने, टाढा टाढा जाने। उहाँ सिङ्गापुरको यो के अरे एउटा के छ हो सिङ्गापुरको त्यो आइल्यान्ड। हामी त गएको छैन दाइ सिङ्गापुरमा होइन सिङ्गापुर सबै कुरा छ। यो चिजलाई कसरी प्रमोट गर्ने भन्नेतिर लाग्नु पऱ्यो क्या हामीले। हामी आन्तरिक पर्यटक भन्ने अनि हाम्रै भएको चिज नचलाउने, हो कि चलाउन नदिने, अनि चलाउन नदिने ब्याङ्कहरू। अनि मैले भनेको यही त हो नि, यो आयो भने आज यो खाएको यहाँ लगानी गरेको छ। ल हेर्नु समुद्रको यही त हो नि छाल होइन। समुद्र नपुग्ने मान्छे यहाँ आउँदा भयो, यही हो छाल। ल भाइ यहाँ पो बडा रमाइलो रहेछ। मलाई त उहाँ तल उसमा गयो जस्तो लाग्यो क्या, त्यो उडिस्सामा नि, उडिस्सामा गयो जस्तो लाग्यो। गोवा बिचमा धेरै रमाइलो रहेछ। उडिसामा मात्रै थियो यस्तो यहाँ पनि रहेछ होइन? पानीको छाल। अब यही छालको लागि चाहिँ मान्छे सिङ्गापुर पुग्या हुन्छ। सिङ्गापुर नपुग्ने मान्छेले पानी कसरी चल्छ भनेर चाहिँ आउँदा भइगयो हेर्नलाई। पानीको यतापट्टि हेरिदिनु दर्शकबिन हामी यति बेला शिव सतासेको यो झिलझिले होइन झिलझिलेको वाटर किङडम पार्क एन्ड रिसोर्टमा आइपुगेका छौँ र हाम्रो बिचमा यही रिसोर्ट र यो पार्क भिजिट गर्नका लागि दुर्गा प्रसाई आउनु भएको छ। यो पार्क रिसोर्ट अत्याधुनिक सुविधा सम्पन्न छ, संसारका उत्कृष्ट पार्क रिसोर्टहरूमध्येको एउटा पार्क रिसोर्ट बन्न सक्छ किनकि यहाँको डिजाइनै त्यस्तो गरेको छ। तर यहाँ प्रचारको अभावमा र यो जानकारी नभएको अभावमा यो छायामा परेको छ। आज दुर्गा प्रसाईको भिजिट सम्भवतः यसलाई राष्ट्रिय स्तरमा चिनाउनको लागि त्यति मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनको लागि र विदेशी र आन्तरिक पर्यटकहरूको यहाँ घुइँचो बनाउनका लागि हुनसक्छ भन्ने अनुमान छ।
के हो विस्तृत कुरा उहाँबाटै बुझ्नेछु। मैले यहाँलाई स्वागत गरेँ, नमस्कार। अब यो वाटर किङडम पार्क आफैमा राम्रो नाम छ होइन, किङडम पार्क राजावादी राज संस्था चाहिन्छ भन्ने र यहाँको नाम पनि किङडम पार्क। के भन्नुहुन्छ ल भन्नुहोस् त, किङडम पार्कमा म राजावादी होइन, राष्ट्रवादी होइन। तर राज संस्था चाहिन्छ भन्ने राज संस्था चाहिन्छ। राज संस्था र राजावादीको फरक छ, नम्बर 1। नम्बर 2, त्यो कुरा भन्दा पनि अहिलेको मैले अघि भने नि, देशमा जस्तोसुकै परिवर्तन होस्, तर जबसम्म आर्थिक रूपमा नेपाली जनताहरू सक्षम हुँदैनन्, जस्तोसुकै परिवर्तन आए पनि केही फरक पर्दैन। उही सत्तामा मान्छे पुर्याउने हो, सत्ताका मान्छेहरूका वरिपरिका आसेपासेले खाने हुन्। नयाँ जान्छ, पुरानो जान्छ, नयाँ आउँछ, नयाँका वरिपरिले खान्छन्। फेरि हरेक 10-10 वर्षमा क्रान्ति भइरहेको छ। किन क्रान्ति हुन्छ भन्दाखेरि हामीले जुन